शाखाको शाखा प्रमुख पत्रकार मित्र उपस्थित यहाँले लेभल 1 लेभल 2 सिलाइ कटिङबाट चाहिँ पार गरेर आज प्रमाणपत्र लिन उपस्थित हुनुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई मेरो हार्दिक नमस्कार अभिवादन। यहाँहरूले 45 दिन हामीले लेभल 1 सिक्यौँ होला, 3 महिना हो 2 महिना हो 2 महिना हामीले लेभल 1 सिलाइ कटाइ सिकेर फेरि एडभान्स पनि लेभल 2 पनि हामीले लिइसकेका छौँ। सबैजनाले लेभल 2 नलिए तापनि तर हामीले जो लेभल 1 सिलाइ सिकेर छोडेका दिदीबहिनीहरू नै हुनुहुन्छ यहाँहरूले त्यो सिकेर त्यतिकै छोड्नु भयो भने यो सिप केही औचित्य रहँदैन। त्यसैले जति लेभल 1 सिकेर बस्नु भएको छ उहाँले पनि कमसेकम आफूले टेलर खोलेर बस्ने चाहिँ आफूले चाहिँ त्यो खालको लेभलमा नपुगे तापनि कसैको टेलरमा बसेर काम गर्दै गर्नुभयो भने सामान्य चिजहरू जे सिक्नु भएको छ त्यसलाई सिलाइराख्नुभयो भने यो सिपको पनि औचित्य रहन्छ। तालिम अहिले हामीले यति धेरैजनालाई लेभल 2 को दिएका छौँ तर यहाँहरूले यो सिप सिकेपछि उही जस्ताको तस्तै हामी घरमै सीमित हाम्रो फुर्सदको समयमा आफू आत्मनिर्भर हुनको लागि यो सिप चाहिँ आफ्नो जीवन उपयोगी हुनु पर्यो भन्न चाहन्छु मैले। हामीहरूले यहाँले समय मिलाएर नगरपालिकाले 1 पैसा पनि नलिएर फ्रीमा सिलाइ सिकाएको छ, खाजा खाएको छ। अब सिक्यो भनेर घर बस्नु भयो भने केही औचित्य रहँदैन। सबै दिदीबहिनीहरूलाई चाहिँ मैले के भन्छु भने कमसेकम यहाँहरूले आफूले कमाउन एउटा मेसिन सबैलाई नपुगे तापनि यहाँले सिलाउनु भएको मेसिन समूहगत जाला। कमसेकम आफूलाई एउटा चिज मात्रै आफूले कमाएर पुरा गर्न सक्यो भने सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। हामीले हात थाप्नु पर्दैन, परनिर्भर हुनु पर्दैन। यहाँहरूलाई त यो सिप सिकाएर सिप सिक्यो आउनुभयो, रमाइलो यति धेरै दिदीबहिनीसँग भेटघाट भयो, 2-3 महिना हाँस खेल टाइम पास घरमा भात पकायो, छोराछोरी विद्यालय पठाइयो, फेरि गयो। अब सिप छैन सिप अब घरै बस्ने भन्ने हुँदैन। यो छोडेपछि अझ तपाईँहरूलाई चाहिँ चुनौती छ किनभने हामी यति लामो समय हाम्रो समय खर्च गरेर जुन सिलाइमा व्यतीत गर्नुभयो यहाँहरूले त्यो मूल्य आफ्नो समयको मूल्य चाहिँ लिन सक्नुपर्छ। त्यसैले अहिले घरमै बसेर पनि हामीले कहीँ गएर सोरुम राख्नुपर्ने छैन। आफ्नो घर जहाँ छ त्यही चल्ने चिज हो। त्यसैले सम्पूर्ण दिदीबहिनीहरूलाई जुन यहाँहरूले कम्तीमा पनि लेभल 1 र लेभल 2 गरेर 4-5 महिना चाहिँ आफ्नो समय व्यतीत गर्नुभयो सिकेर यो सिपलाई चाहिँ हराएर जान नदिनु होला। आफू आत्मनिर्भर बन्ने, आर्थिक रूपमा सम्पन्न हुने, कसैसँग हात फैलाउन नपरोस्। तपाईँहरूले एउटा ब्लाउज सिलाउनु भयो भने मात्रै नर्मल ब्लाउजको पनि 200-300 मार्केटमा छ ज्याला। हजुरहरूले 50 रुपियाँ कममा सिलाइदिनु भयो भने पक्कै पनि सबैजना आउनुहुन्छ। मैले त्यही भन्छु यो सँगसँगै अहिले जति हजुरहरूले सिक्दै जानुहुन्छ बुटिक भनेको सिलाइ नसिकी बुटिकको अलिकति एडभान्स डिजाइन हो। बुटिक हुँदैन। हजुरहरूले फर्स्ट लेभल जुन एउटा लेभल 1 लेभल 2 बुटिकको फर्स्ट लेभल हो यसलाई चाहिँ जति हजुरहरूले हात चलाउनु भयो त्यति निखार आउने हो। हेरेर सिलाइ सिक्न के अरे सिलाउन सक्ने हुने भनेको आफू सिलाउँदै गएपछि हो। म पनि कपडा व्यवसाय मलाई सिलाउन आउँदैन तर मलाई सबै कटिङ गर्न आउँछ के तर मलाई मेसिन चलाउन आउँदैन भने कति चिज चाहिँ त्यो प्र्याक्टिकल्ली हुने चिज हो। त्यसैले मैले दिदीबहिनीहरूलाई केही नभए आफूसँग पसलमा भएको साना साना कपडाहरू टुक्रा कपडाहरू धेरै मूल्यवान हामीसँग लगानी गर्न नहुन सक्छ। टुक्रा कपडाहरू सस्तो मूल्यमा पाउँछ। सिलाउनुस् तपाईँको फ्रक बनाएर सस्तोमा बेच्नुस्। यहाँहरूको सिप विकास हुन्छ त्यसले हात बस्छ। कमसेकम कपडाको मात्रै मूल्य लिनु भने फिनिसिङ आउँछ। विभिन्न डिजाइनका कपडाहरू सिलाउनु सिक्दै जानुहोस् अझ बढी क्लियर हुन्छ। त्यसैले सबै दिदीबहिनीहरूलाई चाहिँ जुन यो यहाँहरूले आफू आत्मनिर्भर हुनको लागि जो अगाडि बढ्नु भएको छ सम्पूर्ण दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु, बधाई पनि भन्न चाहन्छु। किनभने म आफू स्वरोजगार बन्न चाहन्छु। म आफै चाहिँ आत्मनिर्भर हुन्छु। आर्थिक रूपमा म कसैको भर पर्दिन। म आफै मेरो ज्यान पाल्न सक्छु भन्ने हिसाबले यहाँले यो समय जुन सिलाइ सिक्नुभयो
त्यसैले यसलाई चाहिँ आफ्नो जीवन उपयोगी बनाउनु हुनेछ भन्ने विश्वासको साथ सम्पूर्ण दिदीबहिनीहरूलाई यो आजबाट तालिम सिद्धियो नगरपालिका जानुपर्ने अब आनन्द भयो दिउँसोको समय सुत्ने भन्दा पनि अब चाहिँ हामीले सिक्नुपर्छ। अब हामीलाई यतिन्जेल सिकाउनु भएको थियो, अब हाम्रो सिप आफैले चाहिँ सिप देखाउने हो भन्ने कुरो चाहिँ यहाँहरूले सोचिदिनु होला भन्दै फेरि पनि सम्पूर्ण दिदीबहिनीहरूलाई यो लेभल 1 लेभल 2 यहाँको चाहिँ 3-4 महिना 5 महिना कति सिक्नु भयो। यस समय एउटा आफ्नो घरमा छोराछोरी परिवार खेतीपाती हामी सबै किसान हौँ, त्यसलाई व्यवस्थापन गरेर यो समय दिएर आत्मनिर्भर बन्छु भन्ने एउटा महिलाहरू एउटा सशक्त रूपमा अगाडि आउनुभएको छ। सम्पूर्ण दिदीबहिनीहरूलाई धन्यवाद दिँदै